र यसरी यमराजलाई आफ्नो स्थानमा आसनमा राख्ने कार्यक्रम भइरहेको छ र त्यसमा तपाईहरुले हेर्नुहोस् दाहिनेपट्टि यमराजको दूत उभिएको छ भने देब्रेपट्टि ढाकाचु भन्छ देउता उभ्नु भएको छ र अब देउतापट्टि हामी मरेपछि हाम्रो आत्मा देउतापट्टि जाने हो कि या यमदूतको पट्टि गएर फेरि जन्म लिने हो, यसको फैसला चाहिँ यसरी गरिन्छ भन्ने मजुलाना बौद्ध धर्मावलम्बीको ग्रन्थ अनुसार बताइएको छ। र अहिले तपाईहरु हतार नगर्नुहोला, यहाँ अब छ्याम हुन्छ। अघि मैले भने दुई पन्थीमा हाम्रा नृत्यकारहरू बसेका छन्। एकपट्टि जरायु